हामी चाहिँ यसरी मल बोक्ने क्रममा यो घर नजिकै मल छ। मल हामीले लिएको छौँ। यो चाहिँ कुनै समयमा यहाँ बस्नुहुन्थ्यो मान्छेहरू, धेरै महिना वर्ष बितिसक्यो यो घर छोडेर जानुभएको। अब यो घर पुरा खाली छ। यदि कोही कसै चाहिँ घरबारविहीन अथवा घर परिवारलाई पाल्नु बस्नु चाहना इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। यहाँहरूलाई यो टिनले छाएको, जस्तोले छाएको घर एकदमै राम्रो काठपातले पूर्ण रूपमा बनाएको घर हो। यसमा सुपारी पनि छ, 5 बोट सुपारी फलिरहेछ एकदमै लटरम्मै। त्यहाँ जग्गा जमिन पनि बाँडिएर थुप्रै छ, 20-25 रोपनी जग्गाहरू यहाँ वरिपरि बाँडिएको छ। यो घरको मान्छेको यस्तो छ, यहाँ एकदमै राम्रो छ जग्गा। कोही चाहना इच्छुक हुनुहुन्छ भने आउनुहोस्। हजुरहरू जो कोहीले पनि हामी स्वागत गर्न चाहन्छौँ। यसरी पुरै वरिपरि खेत पनि एकदमै राम्रो छ, फाटिलो बसिएको जग्गा। कुनै बाढी पहिरोको कुनै पनि जोखिम छैन। 7 दिन 7 रात पानी परे पनि कुनै बाढी पहिरो जाने ठाउँ छैन। यो एकदमै राम्रो, यो रुद्राक्षको दानाले भरिपूर्ण भएको यो अब घुरेनबारी, करेसाबारी एकदमै हरेक चिजले, फलफुलले, यहाँ बगडे, सुन्तला, आँप अनि सजुवान 20-25 बोट सजुवानको बोट छ, एकदमै राम्रो यस्तो छ। यदि कोही इच्छुक हुनुहुन्छ, कोही घर बारविहीन र परिवारलाई अलिकति सुख शान्तिपूर्वक राख्ने बस्ने इच्छा चाहना छ भने मेरो सम्पर्क नम्बरमा कन्ट्याक्ट गर्नुहोला। मेरो कन्ट्याक्ट नम्बर 9762989529। फेरि पनि 9762989529। मेरो यो नम्बरमा कन्ट्याक्ट गरी बुझ्नु सक्नुहुनेछ। यी हाम्रो मल यसरी, यहाँ मल चाहिँ हामीले कफीको लागि यो मल बोक्दैछौँ। यहाँ बोक्ने खेतालाहरू पनि थुप्रै छ, कोही कता यहाँ अन्यहरू हाम्रो यसरी यस्तो छ। यो घरमा बस्ने रहेछ नि, यहाँ कटेरा पनि छ। यो कटेरामा गाईबस्तु बाँध्ने राख्ने हो। यसरी हामीले मलहरू बोक्दैछौँ। यहाँ चाहिँ पनि 2-4 दिन लाग्छ यो मल बोक्नको लागि, किनभने अलिकति मललाई यो धुलो पार्नुको लागि अलिकति समस्या पर्ने रहेछ।